नमस्कार साथीहरू, तपाईहरुलाई हाम्रो अफिसियल युट्युब च्यानल द बैंकिङ एक्सपिरियन्समा स्वागत छ। साथीहरू, आजको भिडियो हामीले नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष 2081-82 को लागि जुन 2081 चैत्र 15 गते खुलाएको भ्याकेन्सी छ, त्यसको बारेमा हामी लिएर आएको छौं। यस भिडियो अन्तर्गत रहेर हामीले यो भ्याकेन्सी कहिलेसम्म अप्लाई गर्ने, कसरी अप्लाई गर्ने, के पढ्ने, कुन बुक पढ्ने देखि लिएर कसले अप्लाई गर्न सक्नुहुन्छ, कुन पदमा अप्लाई गर्न सक्नुहुन्छ, कुन प्रदेशको लागि भ्याकेन्सी खुलेको छ, सबै कुराको जानकारी हामी डिटेलमा दिन गइरहेको छौं। त्यसकारण भिडियोलाई अन्तिमसम्म हेर्नु होला र यदि तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। साथीहरू, चैत्र 15 गते हिजो मात्रै नेपाल बैंक लिमिटेडले भ्याकेन्सी खुलाएको छ। त 8 देखि त 3 सम्म खुलाएको छ। जुन भ्याकेन्सी तपाईले सिंगल दस्तुरमा 82 वैशाख 4 गते सिंगल दस्तुरमा अप्लाई गर्न सक्नुहुन्छ भने वैशाख 11 गतेसम्ममा तपाईले डबल दस्तुरमा अप्लाई गर्नुपर्ने हुन्छ। पहिलो त 8 को लागि प्रबन्धकको लागि खुलाएको छ, जसमा तपाईले 3 वर्षको अनुभव चाहिन्छ, सीए गरेको हुनु पर्यो। त्यस्तै त 7 को लागि पनि 2 वर्षको एक्सपिरियन्स खुलाएको छ। उपप्रबन्धकको लागि सहायक प्रबन्धकमा अनुभव चाहिँदैन, तर तपाईले म्यानेजमेन्ट, इकोनोमिक्स वा ह्युमानिटिजबाट मास्टर्स डिग्री कम्प्लिट गरेको हुनु पर्यो। त्यस्तै सहायक प्रबन्धक सीए को लागि तपाईले मान्यता प्राप्त शिक्षण संस्थानबाट सीए वा एससीए उत्तीर्ण गरेको हुनु पर्यो। त्यस्तै सहायक पदको लागि 7 वटा प्रदेशको लागि खुलाएको छ, जसमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको लागि खुलाएको छ। यसमा तपाईले ब्याचलर्स डिग्री पढेकोले तपाईले अप्लाई गर्न सक्नुहुन्छ। 7 मध्ये कुनै एउटा प्रदेशमा तपाईले अप्लाई गर्न सक्नुहुनेछ। त्यस्तै आईटी को लागि पनि खुलाएको छ। सूचना प्रविधिमा तपाईले ब्याचलर डिग्री कम्प्लिट भएको हुनु पर्यो। त्यो बागमती प्रदेशको लागि मात्र खुलाइएको छ साथीहरू। त्यस्तै गोल्ड टेस्टर कनिष्ठ सहायकको लागि 4 वटा प्रदेशमा मात्र खुलाएको छ। कुन बागमती, गण्डकी, लुम्बिनी र कर्णाली। यसमा मध्य प्रदेश, कोशी, सुदूरपश्चिम यसमा भ्याकेन्सी खुलाएको छैन, जसमा 10+2 गरेको साथीहरूले अप्लाई गर्न सक्नुहुनेछ। अब यो फर्म भर्दाखेरि के चाहिँ आवश्यकता चाहिन्छ भने समावेशीको लागि तपाईले समावेशिताको प्रमाणपत्र त चाहिहाल्यो, डकुमेन्टमा क्यारेक्टर सर्टिफिकेट, ट्रान्सक्रिप्ट, यो सबै डकुमेन्टहरू, नागरिकता सबै तपाईले चाहिएको हुनुपर्छ। त्यस्तै अब यो भ्याकेन्सीमा दस्तुर कति लाग्छ भने यहाँ हेर्नुस् त, सीए को लागि सहायक प्रबन्धक, उपप्रबन्धक र सहायक प्रबन्धकको लागि 1000 र थप प्रत्येक समावेशी समूहको लागि 400 रुपैयाँ। त्यस्तै सहायक आईटी कनिष्ठ सहायकको लागि 800 प्लस समावेशीको लागि 200 रुपैयाँ तपाईले हालेर अप्लाई गर्न सक्नुहुनेछ। पेमेन्ट तपाईले फोन पे, कनेक्ट आइपिएस, खल्ती ई सेवाबाट तपाईले गर्न सक्नुहुनेछ। यसको एक्जाम लोकसेवाले लिन्छ। अब यो कार्य कुन कहिलेसम्म काम गर्नुपर्छ त्यो दिएको छ। यसको सिलेबस भन्दाखेरि भन्न त भनेको छ वेबसाइटमा छ, तर हामी वेबसाइटमा चेक गर्दाखेरि अहिले त्यहाँ सिलेबस हटाइएको छ। सम्भवतः यसको सिलेबस चेन्ज भएर आज भोलिमा आउन सक्छ। त्यो सिलेबसकै आधारमा हामी कन्टेन्ट बनाएर पढ्न सक्छौँ। हामी पनि भिडियो लिएर आउँछौँ। यो भ्याकेन्सी कसरी अप्लाई गर्ने भने हामी अहिले देखाउँछौँ। यसको भ्याकेन्सीको बारेमा केही जानकारी लिनु पर्यो भने एउटा मेल आइडी दिएको छ, फोन नम्बर दिएको छ, एक्सटेन्सन नम्बर दिएको छ। साथीहरू, यदि तपाईले अप्लाई गर्न चाहनुहुन्छ भने तपाईले मोबाइलबाट पनि अप्लाई गर्न सक्नुहुन्छ, ल्यापटपबाट पनि अप्लाई गर्न सक्नुहुन्छ। तपाईले ल्यापटप छ भने तपाईले क्रोम ब्राउजरमा गएर यहाँ jobs.nepalbank.com.np मा गएर तपाईले अप्लाई गर्न सक्नुहुन्छ। यो अप्लाई गर्ने तरिका पनि यहाँ तपाईले हेराएको साथीहरू, हेर्नुस् त, यहाँ तपाईले जब क्लिक गर्नुहुन्छ अनलाइन फारम भर्ने तरिकामा भने यो डकुमेन्ट खोल्छ, कसरी अप्लाई गर्ने भनेर तपाईले हेर्न सक्नुहुन्छ। अथवा यो भन्दा पनि हामी यो भिडियो जुन हेराइरहेको छौँ, यस भिडियो अन्तर्गत तपाईले हेर्नुस्, एकदम इजी सरल तरिकाले बुझ्ने गरी हामी यो तपाईलाई हेराउँदैछौँ। सबभन्दा पहिला तपाईले फारम भर्नको लागि यहाँ रजिस्टर, यहाँ राइट कुनामा भएको रजिस्टरमा क्लिक गर्नुपर्ने हुन्छ। तपाईले आफ्नो रजिस्ट्रेसन फर्म भर्नुपर्ने हुन्छ। यहाँ तपाईले आफ्नो सबभन्दा पहिला रजिस्टरको लागि तपाईको पहिलो नाम हाल्नु पर्यो, त्यसपछि बीचको नाम हाल्नु पर्यो, त्यसपछि थर हाल्नु पर्यो। यहाँ त्यसपछि इमेल आइडी हामीले हाल्नु पर्ने हुन्छ। साथीहरू, मैले आफ्नो मेल आइडी हाल्छु। तपाईले त 4, त 6, त 3 सबैमा अप्लाई गर्न पनि सक्नुहुन्छ है। त्यसपछि मैले पासवर्ड राख्छु यहाँ।
सरी मोबाइल नम्बर राख्छु। त्यसपछि यहाँ पासवर्ड राख्नुपर्ने हुन्छ। पासवर्ड तपाईले याद गरेर राख्नु होला, किनभने त्यही पासवर्ड तपाईले लगइन गर्नको लागि चाहिन्छ साथीहरु है। जस्तै मैले आफ्नो पासवर्ड ल राखे है त। मैले पासवर्ड राखेर यहाँ तल हेर्नुस् त रजिस्टर गर्नुहोस्मा क्लिक गर्नु होला। त्यसपछि यस्तो भेरिफाई क्याप्चा भन्ने आउँछ, त्यो क्याप्चा हाल्नु होला साथीहरु। ल यति गरिसकेपछि यहाँ भेरिफाईमा क्लिक गर्नु होला। भेरिफाईमा क्लिक गरिसकेपछि तपाईको यो प्रोफाइल हैज बीन सक्सेसफुली क्रिएटेड, प्लिज लगइन विथ इमेल। यो मेरो मेल आईडी दियो एन्ड योर पासवर्ड भनेर दिन्छ। त्यति गरिसकेपछि के आउँछ भने तपाईले एउटा मेल पनि आउँछ, तपाईको एप्लिकेसन रजिस्ट्रेसन नेपाल बैंक लिमिटेड भनेर तपाईको मेल पनि आउँछ। अनि त्यसपछि यहाँ हामीले गो टु लगइन पेजमा पनि गर्न सक्नुहुन्छ वा लगइन गर्नुहोस् यहाँबाट पनि तपाईले क्लिक गर्न सक्नुहुन्छ। त्यसपछि लगइन गर्दाखेरि यहाँ मैले आफ्नो लगइन आईडी अनि आफ्नो पासवर्ड पनि यहाँ मैले राखेर लगइन गर्नुहुन्छ। ल यदि तपाई पासवर्ड बिर्सनु भयो भने यहाँ पासवर्ड बिर्सनु भएमा तपाईले रिसेट पनि गर्न सक्नुहुन्छ र यहाँ साइन इन गर्नु होला। साइन इन गरिसकेपछि यस्तो तपाईको प्रोफाइल यहाँ आउँछ बलराम कुमार शाह भनेर। अब कुन पदको लागि तपाईले अप्लाई गर्न खोज्नु भएको छ हेर्नुस् त। जस्तै सबभन्दा बढी सहायक प्रबन्धक 35 वटा छ, त्यसपछि प्रबन्धकमा 3 वटा, उपप्रबन्धकमा एउटा, सहायक प्रबन्धकमा 35 वटा, त्यसपछि सहायक प्रबन्धक सीएमा 7 वटा, सहायक कोशीमा 6 वटा, मध्य प्रदेशमा 16 वटा, बागमतीमा 23 वटा, अनि यो सबै यहाँ भ्याकेन्सी यहाँ दिएको छ। तपाईले दुई ठाउँबाट अप्लाई गरे पनि, तीन ठाउँबाट 7 वटा प्रदेशबाट अप्लाई गरे पनि कुनै एक ठाउँबाट मात्र तपाईले एक्जाम दिन सक्नुहुन्छ। सम्भवतः धेरैजनाले क्वेसन छ यहाँ बढी भ्याकेन्सी सिट छ यहाँबाट, जस्तै यहाँ बागमतीमा बढी भ्याकेन्सी छ यहाँबाट अप्लाई गरौँ एक्जाम चाहिँ दिन जाम्ला, तर पछि के हुन्छ भने त्यहाँबाट नभएर बरु मध्य प्रदेशबाट भरेको सजिलो हुन्छ एक्जाम दिनको लागि भने त्यसरी पनि सोच्छ। त्यसैले तपाईले दुईटाबाट अप्लाई गर्न सक्नुहुन्छ। जस्तै मैले यहाँ मध्य प्रदेशको सहायकमा यहाँ क्लिक गर्छु आवेदन दिनुहोस्। जस्तै मैले मध्य प्रदेश सहायकको लागि चौथो लेभलको लागि भर्दैछु भने त्यहाँबाट मैले क्लिक गरेर खोल्न सक्छु। त्यसपछि यो खुलिसकेपछि यहाँ तपाईको नाम आउँछ साथीहरु। त पहिलो नाम त आयो, यहाँ हामीले देवनागरीमा नाम हाल्नु पर्ने हुन्छ। जस्तै मैले आफ्नो नाम यहाँ हाल्छु है। यहाँ टाइप गर्नुपर्ने हुन्छ, जसले नेपाली टाइप गर्नुहुन्छ उहाँलाई आइडिया होला, नेपाली टाइपिङ यसमा चाहिन्छ। त्यसपछि यहाँ लास्ट नेम म हाल्छु, यहाँ आयो। त्यसपछि आफ्नो डेट अफ बर्थ हाल्नु होला। डेट अफ बर्थ नेपालीमा यहाँ विक्रम सम्वतमा राखे हुन्छ। जस्तै मैले आफ्नो डेट अफ बर्थ राख्छु। यति गरिसकेपछि यहाँ लिङ्क पुरुष महिला के हुनुहुन्छ, यहाँ पुरुष मैले क्लिक गरेँ। त्यसपछि बुवाको नाम देवनागरीमै भनेको छ है, देवनागरीमा भनेको छ भने मैले यहाँ देवनागरीमा यहाँ मैले टाइप गर्छु बुवाको नाम। त्यसपछि आउँछ आमाको नाम। त्यसपछि यहाँ मैले आउँछु बिचको नाम त छैन, त्यसपछि यहाँ मैले के लेख्छु आमाको लेखिसकेपछि यहाँ। त्यसपछि आउँछ हजुरबुवाको नाम, हजुरबुवाको नाम म यहाँ लेख्छु। यति भइसकेपछि पति पत्नीको नाम यो छ भने तपाईले लेख्न सक्नुहुन्छ। त्यसपछि आउँछ जस्तै मैले यहाँ लेखेँ यहाँ पति पत्नीको नाम लेखे पनि हुन्छ नलेखे पनि तपाईले हुन्छ है। त्यसपछि आउँछ यहाँ नागरिकता नम्बर हाल्नु होला। जस्तै मैले आफ्नो नागरिकता नम्बर हालेँ। त्यसपछि यहाँ आउँछ जिल्ला, जारी जिल्ला हाल्नु होला। त्यसपछि जारी मिति मैले राख्छु यहाँ। ल जारी मिति राखिसकेपछि थप विवरण धर्ममा
अपाङ्ग हुनुहुन्छ भने यहाँ यस गर्नु होला, हुनुहुन्न भने नो गर्नु होला। र यति गरिसकेपछि यहाँ अगाडि बढ्नुहोस् मा क्लिक गर्नु होला। अगाडि बढ्नुहोस् मा क्लिक गरिसकेपछि अब आउँछ हाम्रो, हेर्नुस् त, यहाँ आउँछ हाम्रो प्रदेश, कुन प्रदेश, ठेगाना। त्यसपछि मैले यहाँ अब हाल्छु। एकछिन यहाँ नेट कनेक्सन अलि कमजोर भयो मेरो। ल त्यति गरिसकेपछि यहाँ जस्तै मैले यहाँ सिलेक्ट गरेँ मध्य प्रदेश, त्यसपछि यहाँ जिल्ला आउनु पर्ने हो। यहाँ मध्य प्रदेश सिलेक्ट गरेँ, यहाँ आउँछ जिल्ला, त्यसपछि सिलेक्ट गर्छु। त्यसपछि गाउँपालिका हो, नगरपालिका हो, अथवा महानगरपालिका अथवा उपमहानगरपालिका के हो त्यहाँबाट सिलेक्ट गर्नु होला। त्यसपछि मैले यहाँ गाउँपालिका सिलेक्ट गरेँ। त्यसपछि सम्पर्क नम्बर अटोमेटिक आउँछ। पत्रचार गर्ने ठेगाना सेम त्यही छ भने थाई ठेगाना जस्तैमा क्लिक गर्नु होला। ल त्यसपछि मोबाइल नम्बर आइसक्यो यहाँ, त्यसपछि इमेल पनि भइसक्यो। त्यसपछि अगाडि बढ्नुहोस् मा क्लिक गर्नु होला। क्यान्डिडेट मोडिफाइड सक्सेसफुली भइसक्यो है। ल त्यसपछि आउँछ यहाँ शैक्षिक योग्यताको विवरण। मुख्य प्रोफाइलबाट प्रतिलिपि गर्नुहोस् अथवा यहाँ शैक्षिक योग्यताको विवरण भर्नुहोस् भनेपछि शैक्षिक योग्यताको विवरणमा प्लसमा क्लिक गर्नु होला। प्लसमा क्लिक गरिसकेपछि यहाँ हेर्नुहोस् त, अब तपाईको एसएलसी देखि लिएर ब्याचलरसम्मको डिग्री हाले पनि हुन्छ अथवा ब्याचलर डिग्रीको मात्र हाले पनि हुन्छ। जस्तै मैले के गर्छु भने यहाँ त्रिभुवन युनिभर्सिटी हो, शैक्षिक संस्थाको नाम लेख्छु। ल त्यसपछि उपाधि भनेपछि यहाँ ब्याचलर्स। एउटा काम के गर्नु भने ब्याचलर्स भइसकेपछि संकाय भनेपछि मैले म्यानेजमेन्ट, मूल विषय भनेपछि जस्तै मेरो फाइनान्स थियो भने फाइनान्स डिभिजन, यहाँ फर्स्ट डिभिजन थियो, यहाँ प्रतिशत मेरो जस्तै 61% थियो। र त्यसपछि यहाँ शैक्षिक प्रमाणपत्र 750 केबी भन्दा बढी हुनु भएन। जस्तै मैले यहाँ शैक्षिक प्रमाणपत्रमा गएर यहाँ मेरो आफ्नो हाल्छु। जस्तै मेरो ब्याचलर्सको ट्रान्सक्रिप्ट यो कतिको छ भने 600 केबीको मात्र छ भनेपछि यसले लिन्छ, यहाँ अट्याच गरे है। त्यसपछि क्यारेक्टर सर्टिफिकेट 450 केबी भन्दा बढी हुनु भएन। यहाँ जस्तै मेरो सीसी कति छ भने 917 केबीको छ भनेपछि यो मेरो अहिले पनि यो मान्दैन। यो हामीले के गर्नुपर्छ भने त्यो भन्दा बढी 450 भन्दा बढी हामीले लिँदैन। त्यसकारण मैले के गर्छु भने यहाँ यसको साइज मैले रेड्युस गर्नुपर्ने हुन्छ। यो कसरी रेड्युस गर्ने भने म एकछिनमै तपाईले सिकाउँछु। तपाईले वेबसाइटमा गएर पनि रेड्युस गर्न सक्नुहुन्छ है। त्यसपछि समकक्षता प्रमाणपत्र छ भने त्यो हाल्नुपर्छ। जस्तै अब क्यारेक्टर सर्टिफिकेट त्यो रेड्युस गर्नु पर्यो भने के गर्नु भने तपाईले यहाँ जेपीजी मा छ भने जेपीजी साइज रेड्युसर गरेर पनि गर्न सक्नुहुन्छ अथवा पीडीएफ मा छ भने पीडीएफ मा पनि तपाईले अप्लाई गर्न त्यो साइज रेड्युस गर्न सक्नुहुन्छ। तपाईले भ्याकेन्सी भर्दाखेरि केही कन्फ्युजन केही जिज्ञासा छ भने हामीले सम्पर्क गर्नु होला। मैले त्यहाँको मेसेज गर्नु होला, हामी त्यसलाई सोल्भ गर्छौं। अब जस्तै पर्सेन्टेज भन्दाखेरि कति हुन्छ भने यसले पर्सेन्टेज अब फेरि रेलमा अटोमेटिक आउँछ भनेपछि रिसाइज इमेज गर्नु होला कति आउँछ। 273 केबी को आयो, यहाँ यसलाई डाउनलोड गर्नु होला। डाउनलोड भइसक्यो। अब फेरि हामी कहाँ जान्छौं भने एप्लिकेसन प्रोफाइलमा जाने। यहाँ चारित्रिक प्रमाणपत्र कहाँ छ अहिले हाम्रो डाउनलोडमा यहाँ आयो। कति केबी को छ यो 273 केबी को भयो नि त। अनि यसलाई ओपन गर्नु। यति गरिसकेपछि राख्नुहोस् मा क्लिक गर्नु होला। राख्नुहोस् मा क्लिक गरिसकेपछि एकछिन वेट गर्नुपर्ने हुन्छ। राख्नुहोस् मा क्लिक गर्नु होला। ल यहाँ एप्लिकेसन प्रोफाइल वेट गर्नु होला किनभने यहाँ हाम्रो डकुमेन्ट छ नि अपलोड हुँदाखेरि एकछिन टाइम लाग्छ। त्यसकारण हामी वेट गर्नुपर्ने हुन्छ। आतिनु पर्दैन, एकछिन वेटै गर्नुपर्ने हुन्छ। रिफ्रेश गर्नु भयो भने फेरि सुरुदेखि गर्नुपर्ने हुन्छ। जस्तै हेर्नुस् त मेरो ब्याचलर्स डिग्रीको कम्प्लिट भएर यहाँ आयो हैन। त्यसपछि यहाँ अगाडि बढ्नुहोस् मा क्लिक गर्नु होला।
जस्तै अब यहाँ तपाईले म्याक्सिमम फोटो जेपीजी पीएनजी मा हाल्नु पर्यो। म्याक्सिमम फाइल साइज कतिको 200 केही भन्दा बढीको हुनु भएन। के हाल्नु पर्यो भने फोटो। जस्तै म यहाँ फोटोमा क्लिक गर्छु। फोटोमा क्लिक गरेर यहाँ मेरो डकुमेन्ट जुन छ त्यसमा जान्छु। मेरो फोटो कति केबीको छ यो 64 केबीको छ भने यसलाई म अपलोड गर्दिन्छु। त्यसपछि हस्ताक्षर यो पनि 200 भन्दा बढी केबीको हुनु भएन। यो 200 केबीको यो कतिको छ मेरो 7 केबीको मात्र छ। यो कतिको छ मेरो 329 भनेपछि म 7 केबीको अपलोड गर्दिन्छु। 7 केबीको अपलोड गर्दिन्छु। त्यसपछि नागरिकता प्रमाणपत्र पुरा भनेपछि अगाडि पछाडी बोथ हुनु पर्यो 500 केबी भन्दा बढी हुनु भएन। जस्तै म यहाँ नागरिकताको यहाँ सिटिजनशिप जुन छ म यहाँ अट्याच गरिदिन्छु। हेर्नु म्याक्स प्लिज अपलोड डकुमेन्ट लेस देन 500 केबी भन्यो नि त। अब यो 500 भन्दा बढी छ मेरो कति केबीको छ भने यो मेरो छ तपाईको 2.27 GB छ हैन। अब जस्तै मेरो सिटिजनशिपलाई के गर्नु पर्यो भने त्यसलाई पनि मर्ज गरिदिनु पर्यो। यहाँ मेरो सिटिजनशिपलाई के गर्नु पर्यो भने अब यहाँ मैले यहाँ माथि जान्छु। त्यस्तै फेरि यहाँ ब्याक गएर जेपीजी मर्जर पहिले मर्ज गरिदिन्छु। एउटैमा आउनु पर्यो पछाडी अगाडिको पछाडीको है। त्यो केमा भनेको छ भने जेपीजी पीएनजी मै हुनु पर्यो है। जेपीजी मर्जर भनेपछि यहाँ मैले के गर्छु भने एकछिन यहाँ ब्याक जान्छु। कन्भर्ट जेपीजी मर्ज जेपीजी अनलाइन भनेको छ नि यसमा जानु। धेरै जग्गा वेबसाइटमा फ्री नै हुन्छ। कतिपय वेबसाइटमा पेमेन्ट गर्न भन्छ हामी फ्री वाला नै युज गर्छौं। अथवा जस्तै यो एड जेपीजी छ नि यहाँ एड जेपीजी मा जाने एउटा यो क्लिक गर्ने त्यसपछि यो क्लिक गर्ने अनि ओपन गर्ने। यो भयो भर्टिकली गर्ने मोर जेपीजी मा क्लिक गर्ने। यहाँ आयो यहाँ डाउनलोड गर्ने। डाउनलोड गर्दाखेरि 2.2 MB को 3 MB को भयो। अब फेरि के गर्ने भने जेपीजी साइज रिड्युस गर्ने। जेपीजी साइज रिड्युस गर्ने 500 MB केबी भन्दा बढी हुनु भएन। यहाँ हामीले सिलेक्ट गर्नुपर्छ। सिलेक्ट गरेर सबै तपाईले पहिला नै बनाएर राख्नु भयो भने यो भिडियोमा एकचोटी पुरै भिडियो हेर्नु होला अनि त्यसपछि तपाईलाई सजिलो हुन्छ। यो गरिसकेपछि अब हेर्नु कति 70 MB गरे पनि हुँदैन। यो कति हुनु पर्यो भने 30 गर्नु होला। अनि त्यसलाई रिसाइज गर्नु होला कति MB पाउँछ। 44 KB को आयो डाउनलोड इमेज गर्नुस्। अनि त्यसपछि हामी फेरि यहाँ जान्छौं अनि यहाँबाट नागरिकता अपलोड गर्छौं। यो छ नि कति केबी को छ यो यहाँ अपलोड ओपनमा क्लिक गर्नु होला। यहाँ भइसक्यो। त्यसपछि समावेशी आवश्यक पर्छ। जस्तै मैले मधेसीबाट पनि अप्लाई गर्छु भने मधेसी डकुमेन्टमा गएर म मधेसीको डकुमेन्ट अपलोड गर्छु। कति केबी को छ यो 490 केबी यो अपलोड हुन्छ। यहाँ ओपनमा क्लिक गर्ने। अपाङ्गता हुनु छ भने अपाङ्गता पिछडिएको क्षेत्रमा गर्नु होला अनि त्यसपछि भइसकेपछि फेरि अगाडि बढ्नुहोस्मा क्लिक गर्नु होला। यसमा पनि के एकछिन हामी वेट गर्नुपर्ने हुन्छ। ल क्यान्डिडेट सक्सेसफुली डकुमेन्ट्स एडिट सक्सेसफुली भइहाल्यो। ल त्यति गरिसकेपछि यहाँ ठेगाना भइसक्यो। त्यसपछि फेरि हामी अगाडि बढ्नुहोस्मा क्लिक गर्नु होला। खुला चयन गर्नुहोस्। खुला समावेशीको यहाँ क्लिक गर्नु मैले मधेसी मैले अनि त्यसपछि यहाँ अगाडि बढ्नुहोस्मा क्लिक गर्छु। ल यहाँ हेर्नुस् त उम्मेदवारको विवरण सबै आयो। त्यसपछि परीक्षा दस्तुर दाखिला गर्नुहोस् भने पनि आउँछ। भुक्तानीको अवस्था अनपेड छ। बाँकी रकम कति परीक्षा दस्तुर यति। उम्मेदवारको आईडी जस्तै यहाँ आयो। एप्लिकेसन आईडी आयो। खुल्ला मधेसी भनेपछि आयो। आवेदन मेटाउनुहोस् भनेपछि डिलिट हुन्छ। परिमार्जन गर्नुहोस् भने परिमार्जन हुन्छ। परीक्षा दस्तुर दाखिला गर्नुहोस् गरिसकेपछि तपाईले यहाँ क्लिक गर्नुहुन्छ भने यहाँ खल्ती ई सेवा केबाट हो त्यहाँ भुक्तानी गरेर भुक्तानी गर्नुहोस्। सिलेक्ट गरेर तपाईले भुक्तानी गर्नुहुन्छ भने भुक्तानी पेमेन्ट हुन्छ। साथीहरु यसरी हामीले अप्लाई गर्न सक्छौं नेपाल बैंक लिमिटेड को भ्याकेन्सी।
यसको जुन भनेको छ तपाईलाई सिलेबस, यहाँ हेर्नुहोस् त सिलेबस छैन। यो सिलेबस यो करारको सेक्युरिटी चिफको लागि छ अनि सेक्युरिटी सुपरभाइजरको लागि छ, अहिलेको लागि हाम्रो छैन। यति गरिसकेपछि तपाईले यो परीक्षा दस्तुर दाखिला गर्नुहोस् मा क्लिक गरेर तपाईको पेमेन्टको सक्सेस हुन्छ भने त्यसपछि तपाईको फाइल कम्प्लिट हुन्छ। अहिले पनि तपाईँ केही एडिट गर्नु पर्ने छ भने आवेदन परिमार्जन गर्नुहोस् जानुहोस् र त्यसपछि तपाईले एडिट गर्न सक्नुहुनेछ। यसरी हामी नेपाल बैंक लिमिटेडको भ्याकेन्सी एप्लाई गर्न सक्छौँ।